हेलो एन्ड वेलकम ब्याक साथीहरु। आजको यो भिडियो चाहिँ मेरो यो आरसी ट्र्याक्टर चाहिँ कम्प्लिट भइसक्यो आज। यसलाई चाहिँ आज यसको मुटु हाल्ने छौं। यसलाई चलाउने मुटु यसको मतलब आज यसमा यो कन्ट्रोलर हाल्ने छौं। यसको यो नेपाली मार्केटमा चाहिँ मिलेन हैन, तर मैले आज यो चाहिँ यो मेरो पहिलेको यो गाडी पन्स्टर कार थियो 4x4 यसबाट निकालेको हो हैन। तर आज योलाई चाहिँ यो गाडीमा फिट गर्ने छौं। यसले कतिको काम गर्छ, यसलाई चलाउँछ कि चलाउँदैन, कसरी चल्छ, यो भिडियो लिएर आएको छु। यो भिडियोलाई अन्तिमसम्म हेर्दिनु होला साथीहरु। तपाईहरु च्यानलमा नयाँ हुनुहुन्छ भने प्लिज साथीहरु यत्रो मेहनत गरिरहेका छौं यो भिडियोको निम्ति। तपाईहरुले यो भिडियोलाई एउटा सब्स्क्राइब गरिदिनु होला, साथै भिडियोलाई लाइक कमेन्ट शेयर गरिदिनु होला। आउनुहोस् यो भिडियो सुरु गरौँ। आइए देखते हैं, बैठन मजा आएगा। यो चाहिँ तपाईको कन्ट्रोलर हैन। यसलाई चाहिँ मैले यो तपाईको यो कनेक्टरहरु सबै जोडिसकेको छु। यसलाई चाहिँ यो यसको यो चाहिँ DE यो के छ यसमा 2021818 JH के नम्बर छ हैन। यसमा चाहिँ यो चाहिँ अगाडि पछाडीको, यो पनि अगाडि पछाडीको, यो चाहिँ तपाईको लेफ्ट राइट को हैन। यो चाहिँ ब्याट्री को भयो, यो चाहिँ अन अफ बटन हो। यसलाई चाहिँ यसमा फिट गरौँ है त। यो मैले पहिल्यै यो सर्भो मोटर तपाईको अनि यो मोटरहरुमा यो कनेक्टरहरु जोडिसकेको छु। यसलाई चाहिँ अब जोड्न मात्र बाँकी हो। यसमा काट्नु हो। यसमा चाहिँ तपाईको यो 3.7 भोल्ट को मोटर लाग्ने छ हैन। यसमा चाहिँ यो कनेक्ट ल भयो 15। यो चाहिँ यसको रिमोट हो। यो लेफ्ट राइट, यो अगाडि, यो पछाडीलाई चाहिँ अन गरौँ है त। यसमा चाहिँ अहिले रातो लाइट जलिरहेछ, यसको मतलब यो अहिले कनेक्ट भएको छैन हैन, यो अन भएको छैन। अब यसलाई हामी अन गर्ने छौं। यसमा रातो लाइट बन्द भयो। तपाईको यो चल्छ कि चल्दैन हेरौँ है त। लेफ्ट राइट पनि मजाले काटिन्छ यसको है। यस्तो छ साथीहरु, मेरो आरसी प्रोजेक्ट मध्येकै यो पहिलो गाडी हो। तपाईहरुलाई राम्रो लाग्यो होला पक्कै पनि। यसको लुक यस्तो छ। यसमा हामीले डीजे सिस्टम, पुरै पछाडीको अगाडिको चक्का, साइलेन्सर, यसको अगाडिपट्टिको लाइट एकदमै बवाल सोधिरहेको छ। यसले चल्दा पनि एकदम राम्ररी चलिरहेछ। दायाँ बायाँ अगाडि पछाडि एकदमै राम्रो भइरहेछ। यसको मेकिङ भिडियो चाहियो भने तपाईहरुले कमेन्ट गर्नु होला। यसपछि हामी यसको ट्रली सहितको भिडियो लिएर आउने छौं। यो चाहिँ ट्रलीमा कस्तो खाले हुनेछ यो पछि अर्को भिडियो लिएर आउने छौं। यस्तो छ अहिले चाहिँ एकदमै राम्रो छ यो गाडी, एकदमै देख्नलाई पनि एकदमै राम्रो। तपाईहरुलाई कस्तो लाग्यो, तपाईहरुलाई केही त्यस्तो छ भने तपाईहरुले कमेन्ट मार्फत आफ्नो प्रतिक्रिया राख्न सक्नुहुन्छ। यस्तो छ साथीहरु, यसको बवाल लुकमा चाहिँ अब यसमा अलि यसको पेन्टिङको बाँकी रहेको छ। छिट्टै नै यसलाई पेन्टिङ गरेको भिडियो पनि हामी लिएर आउने छौं है त।
यो चाहिँ यसरी यसको मजाले काम गरिरहेको छ साथीहरू। यसको वेट चेक गर्न चाहौँ आज। यसको कति छ, यो कति छ यसको वेट, यो तराजुमा राखेर जोख्नेछौँ। यो 0मा छ तराजु, तपाईँ देख्न सक्नुहुन्छ। यसको वेट चाहिँ ठ्याक्कै 1 केजी 350 54 केजी रहेको छ है त। कस्तो लाग्यो तपाईँलाई? यस्तो छ साथीहरू, यो तपाईँलाई कस्तो लाग्यो यो भिडियो? तपाईँको योलाई यसमा केही तपाईँको त्यस्तो थप गर्नुपर्ने सुधार्नुपर्ने पक्षहरू छन् भने तपाईँहरूले कमेन्ट गर्नुहोला। साथीहरू प्लिज सहयोग गर्नु, साथ दिनुहोला यो च्यानलप्रति। र यो भिडियोलाई तपाईँले पक्कै राम्रो लाग्यो होला भन्ने मैले आशा लिएको छु। तपाईँहरूलाई यो भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा धन्यवाद। यस्तै खाले अरू भिडियो समय समयमा ल्याउँदै गर्नेछु। तपाईँले माया देखाइदिनु होला। हस्।